माघे संक्रान्तिको सबैजनालाई शुभकामना। यसरी बिहान नुहाइधुवाइ गरेर हामीले साँझ बनाएर राखेको तिलको लड्डुहरू चाहिँ खाएर अनि आज चाहिँ खिचडी खाने भनेर 1 गतेको दिन खिचडीको लागि तयारी गर्न थालेँ। मैले यो अदुवा टिमुरको मैले चाहिँ थिचेर राखेँ। त्यसैगरी मेन चाहिने भनेको नै हामीलाई अदुवा, काँचो बेसार अनि घिउ, त्यसपछि टिमुर पनि चाहिन्छ। यसरी मैले बनाउन सुरु गरेँ है। हजुरहरूले कसरी बनाउनुहुन्छ? यो चाहिँ मासको दाल मजाले 1 घण्टा हल्का तातो पानीमा भिजाइदियो भने चाहिँ मजाले बोक्रा निस्किन्छ। अनि यसरी मैले बनाउन थालेको। साथीहरू हजुरहरूले कसरी बनाउनुहुन्छ चाहिँ शेयर गर्नु होला है। मैले चाहिँ यसरी घिउ राखेँ। घिउ चाहिँ थोरै राखौँ भनेर मम्मीलाई अलि सन्चो छैन, त्यही भएर। त्यसपछाडि मैले टिमुर राखेँ, टिमुर फुराएँ। यसरी चाहिँ मैले हलेतो चाहिँ हातले निकालेँ। यसमा चाहिँ हात धोएर हो है साथीहरू। अनि बनाउन लागे। कस्तो हुन्छ रेसिपी अन्तिमसम्म हेरिदिनु होला है। मजाले पहिला चाहिँ भुट्ने, चलाइ भुट्ने। त्यसपछि मस्त अलिकति पानी राखेर चाहिँ 5-6 सिटी लगाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ। मेरो चाहिँ यस्तो बन्यो है। हेर्नु भएकोमा थ्याङ्क यू सबैजनालाई।